नमो नमः। ज्योतिष विमर्श अन्तर्गत आजको यस बसाइमा सूर्यको राशि निर्धारण कसरी गर्न सकिन्छ भन्ने विषयवस्तुका साथ म यहाँ उपस्थित भएको छु। सूर्य एक महिनाको अवधिमा एउटा राशिमा रहन्छन्, अर्थात् एक राशि सूर्यले पार गर्दाखेरि एक महिना अवधि पार हुन्छ। यसरी हेर्दाखेरि वर्षमा 12वटा महिना हुन्छन्। वैशाखदेखि चैत्रसम्म 12वटा महिना हुन्छन् अनि मेषदेखि मीनसम्मका 12वटा राशि हुन्छन्। सूर्यले एक वर्षको अवधिमा मेषदेखि मीनसम्मको राशि सङ्क्रमण गर्दछ, पार गर्दछ। त्यसैले वैशाख महिनामा सूर्य मेष राशिमा बस्दछन् अनि जेठ महिनामा सूर्य वृष राशिमा हुन्छन् अनि आषाढ महिनामा सूर्य मिथुन राशिमा हुन्छन्। श्रावण महिनामा सूर्य कर्कट राशिमा हुन्छन्। भाद्र महिनामा सूर्य सिंह राशिमा हुन्छन्। आश्विन महिनामा सूर्य कन्या राशिमा हुन्छन्। कार्तिक महिनामा सूर्य तुला राशिमा हुन्छन्। यसैगरी मङ्सिर महिनामा सूर्य वृश्चिक राशिमा हुन्छन्। पुष महिनामा सूर्य धनु राशिमा हुन्छन्। माघ महिनामा सूर्य मकर राशिमा हुन्छन्। फागुन महिनामा सूर्य कुम्भ राशिमा हुन्छन् भने चैत्र महिनाको सूर्य चाहिँ मीन राशिमा हुन्छ। हामीलाई कुनै पनि बेलामा सङ्कल्प वाक्य पढ्दाखेरि सूर्यको राशि आवश्यकता पर्दछ। यसरी यहाँहरूले महिना अनुसार सूर्यको राशि आफैले जान्न सक्नुहुनेछ। यी र यस्तै किसिमका अन्य सामग्रीहरू आवश्यक पर्दाखेरि हामीलाई फलो गर्दै गर्नुहोला। हस्, नमस्कार।